हेलो भ्यू, हामी अब तलबाट कालिम्पोङ माथि भगवतीको दर्शन गर्न जाँदैछौँ। सो हेलो एन्ड नमस्ते हो सबैजना सन्चै हुन्छ ल। म पनि एकदम फिट एन्ड फाइन छु। भिडियो हेरेर थाहा पाइसक्नु होला मैले के को बारेमा गफन लाग्छु भनेर होइन। अनि हामी चाहिँ कालिम्पोङ जाने भनेर हामी यहाँबाट एक गते हिँड्यौँ, माघ 1 गते सङ्क्रान्तिको दिन। अनि त्यसपछि हामीले यहाँबाट बिहान राइट नाउ हामी 8 बजी हिँड्यौँ, 8:30 बजी। अनि उता सुकुटेमा गएर खाना खायौँ हामीले। अनि त्यो नाइट चाहिँ हामी कहाँ बस्ने भन्ने प्लान थियो भने जिरी बस्ने भन्ने प्लान थियो, जिरी घुम्ने यहाँ हो भनेर। अनि उता के अरे चरीकोट पुग्यौँ हामी खानासाना खाएर सुकुटेमा। अनि त्यसपछि के भयो भने इलेक्ट्रोनिक गाडीमा गएको भने त हामी त बुवाको कारमा। अनि चार्ज गर्नु पऱ्यो। अनि त्यहीँ चार्ज गर्न थाल्यौँ चरीकोटमा हामी। अनि एकछिन घुम्यौँ यताउति होइन। अनि काठमाडौँबाट आउँदा यता दोलालघाटको बाटोहरू अनि यता मुडेसुडेमा मजा आइरहेको थियो, भिडियो सिडियो खिच्दै आइरहेको थिएँ। अनि यहीँ चरीकोटमा आएर चाहिँ हामी घुम्न थाल्यौँ। गाडी चार्ज हुन्छ चाहिँ इलेक्ट्रोनिक गाडीमा चाहिँ कस्तो हुन्छ भने शान्त स्वभावको हुन्छ क्या गाडी। अनि केही साउन्ड पनि आउँदैन। अनि आफ्नो फ्यामिली टुर यता उयो गर्नको लागि डिजेल पोल्युसन हुँदैन नि त इलेक्ट्रिक गाडीमा जस्तो, अरू डिजेल गाडी पेट्रोल गाडी जस्तो। अनि राम्रो पनि हुन्छ। अनि त्यही हो, त्यहाँबाट हामी घुम्न गयौँ। मेरो मामा, मेरो माइजू, अनि मेरो मामुको अङ्कल परिछ भने मेरो चाहिँ बुवा पर्सिन्छ, बुवा आमा अनि नानी मामाको छोरी। हामी त्यतिजना थियौँ। त्यतिजना ग्रुपमा हामी त्यसपछि घुम्यौँ एकछिन चरीकोट, राम्रो लाग्यो। अनि त्यही हो, रमाइलो गर्दै हामी चाहिँ त्यहाँबाट लाग्यौँ। भिडियो क्याप्चर गरिरहेको थियो क्या। म चाहिँ त्यहाँ हिमाल देखिरहेको थियो। अनि जिरीमा सेकेन्ड भनौँ न, सेकेन्ड टाइम म गइरहेको छु जिरी चाहिँ। अनि योभन्दा अगाडि चाहिँ प्रसन्नसँग गएको थिएँ, युट्युबमा भिडियो पनि हेर्न सक्नुहुन्छ होइन। अनि प्रसन्न गाउँ हो क्या, मेरो साथी हो प्रसन्न चाहिँ, त्यसको गाउँ हो। त्योभन्दा अगाडि गएपछि अनि जिरीमा चाहिँ म लगभग त्यस्तो, जिरी चाहिँ कस्तो प्लेस हो भने मेन पोइन्ट चाहिँ जिरी पर्छ क्या। अरू ठाउँ जान, त्यहाँबाट ट्रेकिङ जान चाहिँ टन्नै ठाउँ चाहिँ जिरी पर्छ क्या। अनि त्यहाँबाट जाने हो, मेन पोइन्ट चाहिँ त्यहाँबाट पर्छ क्या। जस्तै अब 5 पोखरी त्यहाँबाट पनि गइन्छ। अनि यता कता पनि छ क्या, धेरै ठाउँ छ त्यहाँबाट जाने चाहिँ। अनि रमाइलो भयो। अनि म उता प्रसन्नसँग जाँदा पनि। अनि अहिले पनि म चाहिँ सेकेन्ड टाइम आउँदैछु जिरी यो अहिले चाहिँ होइन। ठ्याक्क चरीकोटमा चार्ज गरिसकेपछि चाहिँ हामी ठ्याक्कै अब खाजा खाएर चरीकोटमा जिरी पुग्यौँ। जिरीबाट झरेपछि चाहिँ हामी वहाँ होटल खोज्न लाग्यौँ। होटलमा अब बस्नु त पऱ्यो नि त त्यो नाइट त। अनि त्यहाँ होटलमा चाहिँ दिदीले नि भन्दै होइसिन्छ यहाँबाट चाहिँ यता जाने, यहाँबाट ट्रेकिङ जाने, यताउति चाहिँ भन्दै होइसिन्थ्यो। यहाँबाट चाहिँ यति ठाउँ जान मिल्छ, 12 दिन हिँडेर ट्रेकिङ गर्नुपर्छ यो ठाउँमा चाहिँ, यस्तो छ दोलखा जिरीमा चाहिँ यो छ भनेर चाहिँ भन्छु। स्विजरल्यान्ड अफ नेपाल पनि भन्छ नि त दोलखालाई। अनि त्यसको बारेमा चाहिँ उहाँ होटलको दिदीले चाहिँ हामीलाई भन्दै रहेको थियो, यस्तो छ भनेर गाइड गर्दै रहेको थियो। अब यतिखेर त सम्भव छैन, यतिखेर पुग्दै राख्नुपर्छ म्याम। हिउँ पर्दा चाहिँ यस्तो हुन्छ। अस्ति हाम्रो हिउँ परेको थियो, यस्तै भएको थियो है। अनि यो हिँडेरै जाने हो यहाँ, यसमा त बाइक गाडी जान्छ है, तर गाडी हाम्रो फुच्चे गाडी जाँदैन, बोलेरो टाइपको गाडी चाहिँ जान्छ है। अनि यो यहाँ जाँदाखेरि यो गुरु रेम्पोचे पनि देखिन्छ। अनि यो चाहिँ उता ब्याक टु हाटडाँडा, सेरदुङ हिल जाने कस्तो, सेरदुङ हिल चाहिँ 6 आवर्स वाकिङ। यो अलिकति हल्का मिस्टेक छ। 6 आवर्स वाकिङमा चाहिँ हामी मात्र यो लुङ्गुर हिमाल देखिन्छ। हजुर, यहीँबाट देखिन्छ। अनि त्यहाँ जाँदाखेरि चाहिँ हामी बसको गाडीमा वाकिङ यसमा त बसै जाँदैन म्याम, गुम्बासम्म चाहिँ जान्छ। अनि आफ्टर गुम्बा त हामी वाकिङ नै हो म्याम। अनि 5 पोखरी जटापोखरी हाम्रो जिरी वडा नम्बर 1 मा पर्छ म्याम। त्यहाँबाट 1 डेज वाकिङ। यो त यस्तो राम्रो रहेछ नि त। हजुर, यहाँबाट चाहिँ ट्राभल मतलब वाकिङ सबै हाइकिङ। हजुर म्याम। अनि एभरेस्ट बेस क्याम्प जाने कताबाट यहाँबाट? यहीँबाट जाने हो। यहीँबाट हो। यहाँबाट प्राय चाहिँ शिवलयपछि देउरालीपछि भण्डार, त्यसै गरी नै जाने हो। अनि दिजुले त्यति भन्दैछ चाहिँ हामी चाहिँ होटल हेर्न लाग्यौँ, रुम प्याकेज हेर्न लाग्यौँ। माथिपट्टि रुमसुम पनि हेऱ्यौँ होइन। चाहिँ होटल हेरिसकेपछि रुमसुम हामीले चाहिँ अनि पछि तल गएर इन्ट्री गऱ्यौँ होइन रुमको। अनि त्यसपछि चाबी लाएर चाहिँ हामी अब त्यहाँबाट सर्ट एन्ड स्विट घुम्ने ठाउँ भनेर चाहिँ त्यहाँ चाहिँ हाम्रो कृषि फार्म
अनि त्यही एयरपोर्ट छ क्या अरू जिरेश्वरी मन्दिरहरू चाहिँ अलिक टाढा क्या सो फाइनल्ली यो चाहिँ हाम्रो कलेज हो जिरीको म चाहिँ पहिला आइसकेको थिएँ यहाँ होइन झट्ट लाएर आर्या माइजू हाई गर्दैछु हेलो मामाहरू अगाडि होस् मामा बुवा आमा सो यो देखिरहेको चट्ट हस्पिटल हो यो चाहिँ कलेज चट्ट एयरपोर्ट जानु लाग्यो हामी माइजू टिकटक चट्ट लाएर हामी चाहिँ त्यहाँबाट कति 4:30 5:00 पुगेको थियौँ जिरी अनि त्यस्तो सर्ट टाइममा त्यहाँ कृषि फार्म छ क्या अनि त्यही घुम्यौँ अनि अरू चाहिँ म पहिलाचोटि जाँदा चाहिँ यता चिया बगान अनि जिरेश्वरी मन्दिर अनि त्यहाँ एयरपोर्ट घुमाएको थिएँ क्या त्यस्तो म पहिलोचोटि जाँदा नि घुमाएको थिएँ अनि अहिले चाहिँ त्यस्तो टाइम थिएन क्या हामीसँग रात परिसकेको थियो अनि त्यही भएर हामी चाहिँ सर्ट एन्ड स्विट त्यहीँको नजिकैको ठाउँ घुम्यौँ अनि त्यसपछि ब्याक टु होटेल अस्ति नै आएको छु त्यहाँ प्रसन्नको गाउँ सर्ट लाएर आजको यात्रा हाम्रो जिरीसम्म जिरी एयरपोर्टसम्म भोलिको यात्रा हाम्रो कहाँ हो माइजू भोलिको यात्रा कतासम्म हो भोलिको कालिम्चोक यही अन्त तेन्जिङ हिलारीको पार्क पनि थियो क्या त्यहाँ अनि हामी घुम्यौँ त्यहाँ अन्त बेलुका खानासाना खायो त्यहाँ होइन रमाइलो भयो अनि बिहान उठेर एकछिन वाक गइयो जिरी मर्निङ वाक चट्ट लाएर जिरी मर्निङ वाक हिँडेको हामी चट्ट लाएर अब सानो बहिनी हाई गर्दै आज चाहिँ हामी जिरीमा छौँ चट्ट बिहान होइन यहाँनिर चट्ट है होटलमा अब यहाँबाट चाहिँ हामी कालिम्चोक जान्छौँ राइट नाउ अहिले 6:30 बजी हिँड्यो अगाडि हिँड्यो भने अलिकति भएन उसले गर्दा होइन अनि यहाँ चाहिँ बारबिक्यू हान्ने ठाउँहरू पनि छ जिरीमा होइन प्रसन्न गाउँ चाहिँ योभन्दा उतापट्टि हो यहाँबाट हामी अब कालिम्चोक दर्शन गर्न जान्छौँ होइन अनि होटललाई बाई बाई भनेर त्यहाँबाट राम्रोसँग कुराकानी भएर त्यहाँको मान्छेहरूसँग हामी चाहिँ त्यहाँबाट अब कालिम्चोक जाने भने फर्स्टमा चाहिँ अनि हामी चाहिँ पहिला चाहिँ हाम्रो मन्दिर अर्को पनि दर्शन गर्ने भनेर हामीले भन्यौँ अनि त्यो मन्दिर चाहिँ कुन भन्नु होला भीमसेन मन्दिर दोलखामै छ चरीकोटबाट उता होइन अनि त्यो भीमसेन मन्दिर दर्शन गर्नतिर हामी अब त्यहाँ दर्शन गर्ने अनि त्यसपछि फेरि राइट नाउ गाडी चार्ज गर्ने त्यो बेला ब्याक गाडी चार्ज गर्ने चरीकोटमा अनि चार्ज फुल भइसकेपछि चाहिँ हामी चाहिँ उता कालिम्चोक दर्शन गर्न जाने भनेर हाम्रो प्लान भयो गाडी कमिङ ठ्याक्क त्यहाँ भीमसेनको अगाडिपट्टि गाडी राखेर हामी चाहिँ त्यहाँबाट हिँड्यौँ अनि पूजाको सामान किनेर चाहिँ हामी माथि मन्दिर पुग्यौँ भीमसेन मन्दिर होइन भित्र चाहिँ फोटो खिच्नु मिल्दैन रहेछ अनि मैले चाहिँ एक राउन्ड हाने मन्दिरको होइन त्यसपछि एक राउन्ड हानेपछि चाहिँ यस्तो पिस फिल भयो कि होइन अब जुरा हुन्छ क्या यो मन्दिर जान पनि यता कालिम्चोक यता भीमसेन होइन भगवान्ले बोलाउनुहुन्छ अरे क्या अनि त्यही भएर अलिक खुसी मन पनि कस्तो भइरहेको थियो क्या रमाइलो लागिरहेको थियो अनि त्यसपछि म चाहिँ अनि मन्दिर घुमेँ भित्र पनि ढोगेँ दर्शन गरेँ अनि त्यसपछि टिका लगायौँ हामीले सबैजनाले नेपालमा चाहिँ केही अनिष्ट भयो भने चाहिँ होइन भीमसेनलाई चाहिँ पसिना आउँछ अरे कि योभन्दा अगाडि बाढी पहिरोमा अनि यो के अरे भूकम्पमा चाहिँ पसिना आइदिएर क्या भीमसेनलाई अनि केही नेपालमा केही सङ्कट दुःख आउँदैछ भने चाहिँ भीमसेन देउतालाई चाहिँ पसिना आउँछ अरे क्या त्यहाँभित्र सो भीमसेन मन्दिर पनि ढोग्यो अब यहाँ कालिम्चोक जाने नरिवल खाएको मैले पछाडि सबैजना हुनुहुन्छ हामी दर्शन गरिसकेपछि चाहिँ कालिम्चोक हिँड्यौँ अनि कालिम्चोकमा चाहिँ हाम्रो के कस्तो भयो भने बाटो चाहिँ पिच आयो है पहिला सुरु राम्रो भयो बिहान चाहिँ कुनै गाडी बाइक कुनै पनि हुन सक्दैन शीतले उसुले त्यो रोडभरि हुन्छ क्या अनि त्यो चिप्लिन्छ क्या टायर सायर बिच बाटो पनि कति पनि थियो क्या अनि त्यहाँबाट चाहिँ हामी गयौँ चट्ट लाएर पिच रोड आयो क्या पहिला पिच रोड आयो त्यसपछि अफ रोड आयो त्यसपछि ढलान आयो अब 1-2 वर्षसम्म चाहिँ बाटो बनाउँछ होला सायद ढलान हाफ थियो हाफ थिएन क्या अनि हामी चाहिँ जाँदाखेरि चाहिँ कहीँ पनि कुर्नु परेन जाँदाखेरि उताबाट गाडी आउँदा कहीँ पनि हामीले साइड दिनु परेन क्या 1 वे थियो क्या जस्तै यता 1 वे अनि यता चाहिँ बिग्राएको थियो फेरि यता 1 वे फेरि यता बिग्राएको थियो त्यस्तो खालको थियो रोड चाहिँ अनि हामी पिच रोड ढलानको के अरे अफ रोडिङ अनि ढलान गर्दै चाहिँ हामी
माथि कालिन्चोक ठ्याक्कै पुग्यौँ। कालिन्चोकमा चाहिँ हाम्रो गाडी तल जान त जान्थ्यो तर रिक्स नलिने भनेर यस्तो टाइपको गाडी चाहिँ जान्छ कि यो बुलेरो टाइपको गाडी चाहिँ फिलिली जान्छ माथिसम्म भन्दा पनि त्यो केबल कारसम्म। अनि हामी चाहिँ 5 मिनट हिँडौँ न के भयो त किन रिक्स लिने गाडीलाई भनेर अनि हामी चाहिँ त्यहाँबाट झरेर हिँड्यौँ। सो केटा हो यहाँबाट चाहिँ हामी चट्ट गाडी माथि तल नजाने भएर हिँड्दै यहाँबाट कालिन्चोक माथि जान्छौँ। हिँड्दै चाहिँ चट्टै यहाँबाट 1.5 घन्टा लाग्छ। केबल कारमा 5 मिनट रे। क्या दामी छ यार हिमाल त्यहाँनिर है। माथि हो मन्दिर चाहिँ होइन, यहाँनिर घरहरू एउटै खालको क्या चट्ट क्या राम्रो देखाएको छ। त्यसपछि माथि केबल कार देखिन थाल्यो तल गएपछि चाहिँ होइन एकछिन हिँडेपछि त्यो माथि डाँडा देखिन आउनुभएको नि त्यो डाँडा माथि चाहिँ मन्दिर छ। हिँड्दै जानु पऱ्यो भने चाहिँ ट्रेकिङ जानु पऱ्यो भने चाहिँ 1.5 घन्टा 2 आवर्स जति लाग्छ अरे होइन। अब त्यस्तै हिँड्ने मान्छे फटाफट हिँड्नेलाई गाउँको मान्छेलाई त सजिलो हो। अनि त्यसपछि हामी चाहिँ केबल कार देख्यो अनि त्यसपछि केबल कारको टिकट काट्न लाग्यौँ। बुवाले काट्दैपछि टिकट चाहिँ होइन पर पर्सन चाहिँ 600 जति थियो। अप एन्ड डाउन 600 थियो होइन। अपको मात्र भएन त अनि कहाँ त्यस्तो कामै भएन 1200 तिर्नु भएन नि त। त्यही भएर 600 थियो अप एन्ड डाउनकै। अनि केबल कार मान्छेहरू माथि आइरहेको थियो क्या केबल कार हाम्रो चाहिँ। मान्छेहरू झर्नुभयो हामी चढ्यौँ त्यसपछि। हेलो हामी अब तलबाट कालिन्चोक माथि भगवतीको दर्शन गर्न जाँदैछौँ। केबल कारभित्र छौँ। आज मिति 2081 साल माघको चाहिँ ठ्याक्कै 2 गते पर्यो। कस्तो लाग्यो हजुरलाई? हामी अब यहाँ कस्तो लागिरहेछ हजुरलाई भनिदिनुहोस्, जनता जान्न चाहन्छ। मलाई ओह्रालो चाहिँ डर लाग्छ। सुर्र ल्याउँछ अनि हिउँ नपरे पनि मजा आइरह। हिउँ परेको भए झन् मजा आउँथ्यो हामीलाई। चट्ट लाग्यो है। उहाँ कत्रो पाहाड पहिलाको केबल कार यसरी जान्थे। अहिलेको यस्तो छ है चट्ट। त्यहाँबाट आएको केबल कारमा 5 मिनट अनि अहिले चाहिँ मन्दिर जाँदै हो चट्ट लाएर होइन। केबल कार चाहिँ यता यो अहिलेको पहिला यसरी जान्थ्यो। हाम्रो भिडबाट देखाइदिउँ न यस्तो हुन्थ्यो। पहिलाको केबल कार चाहिँ होइन त्यो सामान आउने जाने त्यो हेभी सामानहरू चाहिँ त्यसमा गर्ने रहेछ होइन। म चाहिँ अब पहिलाको केबल कार दिइरहेको थिएँ होइन। तल हेर्छ नि मान्छे तल थियो डेन्जर। हेलो हाई भइरहेको हेलो हाई। त्यो आउँदाखेरि चाहिँ आउँदाखेरि चाहिँ उताबाट हो यहाँबाट दर्शन गर्दै चट्ट जानुपर्ने हुन्छ। कालिन्चोक भगवती मलाई नि अलिकति पानी दिन्छ है हात त पुहाल्नु पऱ्यो यस्तो भर्याङ आम्मामा खतरा रहेछ। लड्छलाई फाइनली पूजा भयो ल ल ल ओके ल फाइनली पूजा भयो। हिमालयन सक्छौँ अब उहाँ खिच्नु मिल्दैन नि त त्यहाँ बत्ती बाल्छ नि त त्यहाँ फरफर आइरह सर्ट लाएर कत्रो देख्छु। यस्तो ग्राउन्ड हान्ने रहेछ अनि त्यहाँबाट आउने रहेछ। कालिन्चोकलाई बाई बाई गर्दै हामी चाहिँ अब तल जानुपर्ने हुन्छ। गाडी त्यहाँ छ। चार्ज छैन मेरोमा यति हो अब भिडियो चार्ज गरेछ भने भिडियो हाल्नेछु। त्यही हो दामी सिन आइरहेको छ।
आउने अर्कोतिरबाट झर्ने अर्कोतिरबाट रहेछ यहाँ चाहिँ चट्ट तलबाट आएको माथि यताबाट झर्ने हिमालको भ्यू हेर्न सक्छौँ। अनि त्यही हो एक राउन्ड हाने मैले मन्दिरको चाहिँ होइन अनि भ्यू चाहिँ यस्तो दामी देखिरहेको थियो यस्तो दामी देखिरहेको थियो है आम्मामा झन् माथि आयो है तलबाट माथि आयो हिमाल त त्यति नजिक आम्मामा गाडीमा नजिक आइरहेको थियो माथि आउँदा त आम्मामा झन् नजिक देख्थेर हिमाल त है अनि कस्तो शान्त पिस फिल भइरहेको थियो है अनि मन्दिरको भित्र उता भीमसेन पनि देउता देखाउनु मिल्दैन यता पनि देउता देखाउनु मिल्दैन क्या अनि त्यसपछि भित्र देखाउनु नमिल्यो नि बाहिरबाट एक राउन्ड हाने मैले अनि त्यसपछि आउने माथि जाने अर्कैबाट रहेछ अनि फर्किँदा जाने चाहिँ अर्कै रोड रहेछ क्या अनि गयो केबल कारबाट झऱ्यो नि त्यसपछि अनि खानातिर लाग्यौँ एउटा होटेलमा गयौँ अनि त्यसपछि कालिम्पोङको चाहिँ यो एउटै खालको घर भन्नुहुन्छ नि उनीहरूको नियम होला त्यो चाहिँ होइन अनि त्यसपछि त्यो चाहिँ आफ्नो पर्सनल होइन अरे क्या माथि मन्दिरकै जग्गा अरे घरहरू देखिराख्नु भएको नि त्यो चाहिँ मन्दिरकै हो अरे वर्षमा 80,000 जति तिर्नुपर्छ अरे होइन 80,000 जति अनि त्यहाँ स्नोफल नपरेको चाहिँ 3 इयर्स जति भयो अरे होइन अनि एकचोटि पऱ्यो भने चाहिँ वैशाखसम्म रहन्छ अरे क्या 4 फिटसम्मको आउँछ अरे स्नो पनि होइन रह्यो भने अनि त्यहाँको चाहिँ अब त्यो पर्सनल होइन क्या त्यो आफ्नो मान्छेको जग्गा चाहिँ होइन अरे मतलब त्यहीँको दाइलाई सोद्धाखेरि के भन्नुभयो भने यो चाहिँ सबै मन्दिरको हो यो सबै देखिराख्नु भएको चाहिँ यो हामीले भाडा तिर्नुपर्छ मन्दिरलाई 80,000 जति अब केही गर्ने होला नि त अनि एउटा खालको नियम होला कि उनीहरूको घर सर बनाउने त्यही हो भिडियो अलिकति ढिला आयो रिसाउनु होला हेरिदिनु होला होइन कस्तो लाग्यो भनिदिनु होला त्यही हो थ्याङ्क यू सो मच यहीँबाट भिडियोबाट धोकिदिनु अब तपाईँहरू चाहिँ टक्क यस्तो गरेर त्यसपछि त्यहाँ लोकल खाना खायो भेज होइन लोकल मिठो हाथ्यो लोकल खाना खाने होइन अगाडि त अब आउँदाखेरि चिकन यताउति अब खाइएको थियो त्यहाँ चाहिँ भेज खायौँ क्या मन्दिरको छेउछाउमा त्यो अब के गर्नु भनेर अनि त्यसपछि लोकल खाना एकदम टेस्टी भएको थियो त्यहाँको चाहिँ होइन अनि पुरा अनि त्यसपछि चाहिँ हामी ब्याक टु चरीकोट भयौँ चरीकोटमा गाडी चार्ज गऱ्यौँ अनि त्यसपछि हामी त्यहाँ कति 3:30 बजीतिर चार्ज गरिसकेर गाडीबाट हिँडेको थियौँ अनि हामी उता के अरे सुकुटे कतिमा पो आएको थियौँ अनि लगभग काठमाडौँ हामी 3.5 आवरसम्म त आइसकेको थियौँ भने चरीकोटबाट क्या अब अनि ड्राइभिङ राम्रो थियो क्या बुवाको पनि जाँदा मात्र टाइम लाग्यो कालिम्पोङ जाँदा नि हामीलाई टाइम लाग्यो होइन त्यस्तो अब थाहा छैन नि त नयाँ बाटो भएर होइन अनि त्यसपछि आउँदा चाहिँ केही टाइम लागेन क्या जस्तै अब काठमाडौँ त्यही भयो क्या काठमाडौँ पनि काठमाडौँबाट उता जिरी गयो अब जस्तै ल चरीकोट गयो चरीकोटबाट काठमाडौँ आउँदा केही पनि टाइम लागेन क्या त्यो चार्ज पनि भयो गाडी अगाडि पर चरपटे बनाउँदै हिँड्छ मामाहरू के अरे बनाउँदै भन्दा चट्ट लिँदै हिँड्छ अनि त्यहाँ गाडी चार्ज पनि भयो यहाँ मोबाइल पनि चार्ज मेरो पनि मोबाइल चार्ज हाल्दै चार्जै थिएन यो 21% छ अब यहाँबाट 3:30 जतिको यहाँबाट चाहिँ हामी काठमाडौँ हिँड्छौँ होइन त्यही हो काठमाडौँ हिँडेर 3:30 बजे चरीकोटबाट अब कति बजी पुगिन्छ हेरौँ रेस्ट त्यही भयो ल थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो होइन त्यही हो